नमस्ते साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला हैन। म पनि एकदम सन्चै छु। म चाहिँ आज रिटर्न टु दुबई हुँदैछु। मेरो नेपालको बसाइ चाहिँ सकिएको छ। आज यही एक रात मात्रै हो, केही समय मात्रै हो। म चाहिँ फ्लाइटको लागि रेडी हुँदैछु। निन्द्रासरी उठेर चाहिँ मेकअप गर्दैछु हैन। अलिअलि हल्का सिम्पल मेकअप गर्दैछु। म त त्यस्तो मेकअप त गर्दिनँ, पनि स्किन केयर गर्दैछु। अब रातभरि अनिदो हुन्छ नि त, त्यही भएर अनि मैले चाहिँ लुगा पनि लगाइसकेँ। मलाई चाहिँ अलिकति अब सजिलो कम्फर्टेबल फिल होस् भनेर चाहिँ यही लुगा लगाएको होइन। यसरी लुगा लगाएर रेडी भयो। कस्तो अल्छी, यस्तो अल्छी लागेछ है, पुरै सकिगयो कि अल्छी गर्दा। अनि रेडी भएर अनि अब जाँदैछु म चाहिँ केही समयको लागि दुबई। अनि लगेजहरू निकालेर होटलदेखि चेकआउट गरेर म चाहिँ लाग्यो। अनि यस्तो भोक लागिरहेको थिएन। अनि त्यहाँ फेरि बाटोमा अब एउटा पसल खुल्ला रहेछ, त्यही भएर होटल खुल्ला रहेछ, पसल नभनौँ होइन, होटल खुल्ला रहेछ। होटलमा मोमो पनि खाएँ, एकदम मिठो के। नेपालको मोमो चाहिँ साँच्चै के मेरो त फेभरेट भन्दा पनि हुन्छ कि नेपालको मोमो चाहिँ। अनि अब एक सालको लागि चाहिँ म नेपालको मोमोलाई चाहिँ बाई बाई गर्दैछु। अनि हिँडेर गएको हो है, हिँडेर गएको हो, नजिकै थियो एकदम। अनि गर्मी पनि हो है, मोटाएछ हो एक महिनामै। म त 2 महिना बसेर झन् खपिन सक्ने हुन्थ्यो सिधा नि। बोर्डिङ पास लिन आएको, वेटिङमा आयो। मैले चाहिँ बोर्डिङ पास पनि लिइसकेँ, त्यही भएर हामी चाहिँ अब प्लेनतर्फ जाँदैछौँ। म चाहिँ एकदम लक्की मान्छे हो कि, सधैँ प्लेनमा चाहिँ झ्यालमै पर्ने हो कि, झ्यालमै पर्ने हो। अनि हिमालयन एयरलाइन्सको चाहिँ खाना पनि आइसकेको थियो होइन। अनि खाना चाहिँ कस्तो रहेछ भनेर म टेस्ट गर्छु है त। यस्तो तातो खाना खाएको थियो कि। अस्तिचोटि फर्किँदा चाहिँ फ्लाइटमा त्यस्तो भोक लागेको थियो र मिठै भयो खाना होइन। अनि अब यहाँ चाहिँ कस्तो छ चेक गर्दैछु होइन। तर मलाई चाहिँ यो यहाँको खाना कसै ठिक लागेन होइन। कस्तो अमिलो कस्तो होइन। अब नेपालमा त्यत्रो 1 महिनाको टाइममा अनि मम्मीलेको हातले खाना अब खाएको होइन, पकाएको खाएको भएर चाहिँ मलाई त्यति मिठो लागेन होइन। ठिकै थियो, मलाई चाहिँ मिठो लागेन होइन, अरूलाई कस्तो लाग्यो कुन्नी है। अनि हामी चाहिँ मेरो खाना खाएर एकछिन रेस्ट गर्दा ल्यान्ड पनि भइसक्यो, ल्यान्ड भयो, बस पनि आइसकेको थियो। त्यही भएर तल झरेर अनि सबै गरिसकेको छ। बस मेरो लगेज पनि आइसकेको थियो। मेरो पिङ्क लगेज चाहिँ मैले उठाइसकेँ मेरो लगेज पनि। अनि फ्रेस हुनको लागि यसो वासरुम गएँ। वासरुममा गएर अनि रातिको कति फ्लाइट ल्यान्ड हुँदाखेरि रातिको त्यही 4-5 कति 4 त होइन, 3 कति बजेछ होला समथिङ होइन, 3 कति बजिसकेको थियो। अनि त्यस पछाडि डाइरेक्ट रुममा आएँ। कम्पनीको गाडी ल्याउन आएको थियो। अनि डाइरेक्ट रुममा आएर चाहिँ नि साथीहरूसँग त गफ के लाउनु, उनीहरू मस्त त उनीहरूको भोलि ड्युटी थियो। अनि म चाहिँ एकछिन अनि फ्रेस भएर मेरो लागि बेडहरू नि मगाउँदैछ भनेर साथीले मिलाइराखिदिएको रहेछ। मेरो साथीलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच यो भिडियोबाट होइन। अनि म चाहिँ अब सुतेँ, मस्त निन्द्रा ल्यायो कि। थ्याङ्क यू वाचिङ माई भिडियो, बाई बाई।